ठिक छ अहिलेसम्म त आरामै छ बाँचेकै छ पहिला कस्तो विदेशबाट बस्दा 1 महिना भयो ए खै त हामीले पार्टी साथी दिएको छैन दाइहरूलाई भुलिस ल भनिदिन्छु आज जाऊँ न त हिँड ल हिँड्न त यसो उता बारीतिर गएर आऊँ होइन हिँड्दैन अगाडि हिँड हाम्रो गाउँले कति प्रगति गरिसके तँलाई भनेर मैले उहाँ केरेर राख्दैछु देश अब यता हेर भन् ल भेट्ने होला भाइ के छ भाइ म भयो 1-2 वर्ष आएको गाउँमा के गरिदिनुहोस् त नि ए भाइ त्यस्तो ल मसँग जाऊँ न त इन्डियातिर ए त्यस्तो अनि घर परिवारले सोध्यो होला नि ल ल जामिन कुरा गर आउँदा लप्सेट नचिलाइका धोती अब गाई भैँसी नि पाले है छ यता गाई भैँसी नि पाले हजुरको लागि भनेर एउटा हाँस राख्दैछु भोलि काटेर खाम्ला नि त हाँस नि ठुल्ठुलै भएछ नि भाइ आइज ल हजुरले म पानी दिन्छु हजुरलाई अब हजुर ल जहाँ लान्छ पानी ल्याएर आइज ल लप्सी पानी साह्रै खतरा गरार्दै त गाह्रो छ अब विदेशबाट आइएको अब गाउँमा बस्दा नि गाह्रो छ अब के गर्ने गाउँमा नि यस्तो छ कान्छोले पानी ल्याउनु लागेको छ ले भाइ पानी खानु पर्नु गर्मी अब लान पहिले नि खाना के छ त भाउजूहरूको हालखबर सबै ठिक छ भाइ मैले बिहा गरेँ मैले त अझै गरेँ होइन केटी खोज्ने आँटेको अब कोही पनि नजिरहनु भयो खोजिदिनु न त एउटी केटी ल खोजिदिन्छु भाइ तल टेन्सन नमान्नु हेर न अहिले त उहाँ चिरन अङ्कलले प्रगति गरेर एउटा थापे आउनु होइन अनि एउटा फेरि अर्को घर बनाखान् ल भाइसँग भेट्न त अब कान्छु मेरो भाइ ल लान पानी खाए यार ल के छ त नि हालखबर तेरो आराम छ गरेन विदेशमा ग मोज गर हामी दाइसाईलाई भुल्दिनी होइन त गाउँको त सबैले भुलिहाल्नुहोस् के अरे